ढिँडो पकाउन थालेको 1 घण्टा भइसक्यो पानी पनि उम्लिदैन त्यही भएर के गरौँ भनेर म चाहिँ भिडियो खिच्न थाले। यहाँ चाहिँ हामीले सिस्नुको तरकारी बनाएको छौँ। पिठो पनि रेडी छ। अल्छी लागिसक्यो के गर्ने होला। ढिँडो पकाउने ऊ हो कि म हो थाहा होइन। अनि त 1 घण्टा भइसक्यो उम्लिँदैन छे अल्छी लागिसक्यो भने त ऊ भनेको है बनाउनु पनि भएको छ क्या गाइजहरू हेर्नुहोस् न। आज चाहिँ ढिँडो अचार वाह सिस्नुको तरकारी। फाइनली हाम्रो पानी उम्ल्यो अब ढिँडो बनाउन थाल्यौँ। ढिँडो बनाउने मान्छे चाहिँ यो हो हाम्रो कान्छी बहिनी। कस्तो छ भने होला यतिखेर भात पनि खान थालिसकेको छ मान्छे ढिँडो नखाने हेर्नुहोस्। सो अब यो भिडियो हामीसँग मस्किँदैन धेरै राख्दैछ खाने भए आउनु होला तपाईँले खिच्न नदिनुहोस् साथीहरू साफा भने होला। अब चाहिँ एकचोटि खाएको भिडियो बनाउनु लाग्छ यो चाहिँ हामी दुईजना भएर मस्त मस्काउनुपर्छ क्या ढिँडो धेरै छैन साथीहरू है पानी धेरै हुँदैन मस्काउनुपर्छ मजाले। हामी त कान्छीहरू के गर्नु भएर मेरो पालो अनि यसो भिडियो खिचेको है साह्रै अल्छी लागेर ढिँडो खाएको भिडियोमा बनाउँछु। हाम्रो चाहिँ सिस्नुको तरकारीसँग ढिँडो मसक पार्दै। सो गाइस अब चाहिँ हामी एकचोटि खाएको भिडियोमा आउँछ। सो गाइस फाइनली हाम्रो चाहिँ ढिँडो रेडी भइसकेको छ। अब चाहिँ हामी तल बुवा र मम्मीले चाहिँ तल लगिदिन्छौँ। ल है लग्दै छिटो आइज अनि म यहाँ तरकारी हाल्ने गर्छु अनि ऊ डल्ले खोर्सानी र काँटी लिएर है टिपेर। सो गाइस हामी चाहिँ बुवा मम्मी चाहिँ तलै खानुहुन्छ अनि हामी चाहिँ यहीँनिर खान्छौँ माथि नै। हामी चाहिँ तरकारी यही हाल्यौँ हेर्नुहोस् कतिखेर खानु जस्तो भइसक्यो साथीहरू। बाबु तिमी ढिँडो खाने कि मामा खाने त नखाने ल ठिक छ। चिप्ले सागसँग खान्छौ नि ए चाहिँ बहिनीको छोडो हो एकदम छुचो पनि छ है बाबु धेरै झगडा छैन। अचार छ अचार भनेपछि भुत्तुकै हुन्छ साथीहरू। हाम्रो चाहिँ ढिँडो यति रह्यो अब यो पनि अब बुवा मम्मीलाई थप्नु पर्दैन हामी चाहिँ हेरौँ तर धेरै हालिसकेको छ यति खाइसक्छु सोध्यौँ साथीहरू कतिखेर खानुपर्छ छिटो न कागतिर ऊ खोर्सानी ल्याएन ढिला भइसक्यो खानालाई कहाँ गए बिचा कस्तो मध्याएर हो। ल साथीहरू अब चाहिँ हामी ढिँडो खाना थाल्यौँ। यहाँ हेर्नुहोस् सिस्नुको तरकारी छ अचार छ डल्ले खोर्सानी पनि छ। यो चाहिँ टोक्न चाहिँ सक्दैनौँ मिस्ने मात्रै हो झर्र पारेर पाकेको निचार चाहिँ हामी चाहिँ अब खान्छौँ। तपाईँहरू पनि खानुहोला साथीहरू। कागती त निचार्नै पर्यो ऊ त्यो नआउने रे क्यामेरामा त्यति त्यही भएर क्यामेरामा हालिन कस्तो मिठो भयो कस्तो गाह्रो हुन्छ कि म त मिस्ने हो यो टोक्न चाहिँ सक्दिनँ साथीहरू हेर्नुहोस् झ्याम साँच्चै भयो कस्तो मिठो भयो। खाएला हो नि यो कागती नि जानुपर्छ टमाटरको अनुसारले होला। हजुरहरूलाई मनपर्छ कि मर्दैन मनपर्छ कि पर्दैन कागती। यो सिस्नु चाहिँ पाहाडको सिस्नु होइन यसलाई चाहिँ हामी चिप्ले भन्छौँ। चिप्को हुन्छ धेरै पछि ढिँडो खाएको मिठो भयो सायद बाबुले पनि ढिँडो खाएको हुन्थ्यो कस्तो मिठो छिटो सक्नु आमा कति झाडा खाएको ल्याउँछ है म मिच्नुपर्छ त कस्तो मिठो हुन्छ खाएल भन्ने भन्नुहुन्थ्यो एउटा दिनले त्यस्तै भएको छ साथीहरू। म त छिटो खानै सक्दिनँ कि पसलमा जानुपर्छ नि त त्यही भएर होला। नानी के गर्दैछ नानीलाई पनि खुवाउनु पर्ने दुध सुनिसक्यो काट्यो अलिक थोरै काटेछ क्या हो नि अचारहरू कस्तो देखाएको अचार अचारको भोगी छन् सबै सुकाइ सब्जी खाइसकेको छ। म चाहिँ तरकारीसँग नसकेर अझै दुधसँग खाँदैछु।
नपुगेर थपेर फेरि दुधसँग नै हो नि ओके अब यति नै हो भिडियो बाई बाई साथी मेरो पुरा भिडियो हेरेर माया गरिदिनु होला मेरो ढिँडो आएको भिडियो बाई